guys, namaste. Welcome back to my first vlog on this channel. My name is Asmi Katel अनि यो चाहिँ मेरो सेकेन्ड च्यानल हो. मेरो फर्स्ट च्यानल चाहिँ केही कुराहरूले गर्दाखेरि अब पासपोर्ट बिर्सेका हुनाले त्यो च्यानल अहिले चल्दैन अनि मैले नयाँ च्यानल बनाएको छु र यो च्यानलमा चाहिँ म त्यो च्यानलमा भन्दा अझै इन्टरटेनिङ भिडियोहरू कन्टेन्टहरू हालेर तपाईहरुलाई इन्टरटेन गराउने छु र अनि आजको फर्स्ट कन्टेन्ट चाहिँ ट्राभलिङ रहेको छ र आज चाहिँ म कतै जान गइरहेको छु र त्यो ठाउँ चाहिँ म तपाईहरुलाई पछि भन्छु. अहिलेको लागि यति नै. हामी चाहिँ निस्किसकेको छौँ तल. यहाँ चाहिँ अलि अँध्यारै छ. हामी चाहिँ निस्किसकेको छौँ बाहिर. हामी चाहिँ आइसकेका छौँ. अब यहाँ चाहिँ गाडी आउँछ अनि हामी जान्छौँ. अहिले चाहिँ यहाँ सबैजना हुनुहुन्छ. म तपाईँहरूलाई के गर्दै हुन्छु. यहाँ चाहिँ आइसकेको छ गाडी. सामानहरू भइरहेको. यहाँ चाहिँ प्याक भइसक्यो. लास्ट इयरमा हामी सबजना बसेको छौँ. अब हामी जाँदैछौँ. हेर्नु होला लास्टसम्म भिडियो अनि लाइक कमेन्ट सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सनु होला. गाइस अहिले चाहिँ हामी आइपुगिसकेको छौँ गङ्गापु. हेर्नु होला यी हो गाइस. यो चाहिँ हो बालाजु. हेर्न सक्नुहुन्छ कति धुवा उडिरहेको धुलो उडिरहेको यस्तै काठमाडौँको. गाइस अहिले चाहिँ हामी छौँ कलङ्कीमा. हेर्न सक्नुहुन्छ यस्तो छ. यहाँ चाहिँ सबजना छ यहाँनिर. अब अगाडि चाहिँ हुन्छ अब चाहिँ हामी थाहा छैन गाइस कहाँ आइपुग्यौँ. तर यो चाहिँ राम्रो लाग्यो कि यो एकदमै राम्रो लाग्यो. हेर्नु यस्तो छ. हेर्नु अहिलेको बाटो चाहिँ यस्तो भइरहेको छ है. अब हेर्नु यस्तै हो. घरि राम्रो घरि नराम्रो यस्तै छ. तर गाउँ भनेको चाहिँ गाउँ नै हो. गाइस यात्रा चाहिँ धेरै नै रमाइलो भइरहेको छ. हेर्न सक्नुहुन्छ. हेर्नु अब चाहिँ यो चाहिँ जङ्गल जस्तै ठाउँ लाग्छ कि मलाई. सबैतिर जङ्गलले घेरिएको हुन्छ नि त अनि एकदमै मजा लाग्छ. गाइस हेर्न सक्नुहुन्छ यस्तै त हो. अब धुलो धुवा हेर्नु त्यहाँनिर कति धुलो उडिरहेको सक्नुहुन्छ. भेडाबाख्राहरू गाइस हेर्न सक्नुहुन्छ कति राम्रो पहाडहरू छ. गाइस हामी चाहिँ आइसकेको छौँ खोलामा. हेर्न सक्नुहुन्छ. हेर्न सक्नुहुन्छ गाइसहरू. हामी चाहिँ यो पानी तरेर अब जान आँटिरहेका छौँ हेटौडा. मान्छे भनिसक्यो अब तपाईँहरूलाई हामी कहाँ जान आँटेछौँ भनेर. हामी चाहिँ जान आँटिरहेका छौँ हेटौडा. बाटो चाहिँ एकदमै काहीँ राम्रो काहीँ एकदमै नराम्रो काहीँ ठिक्कको छ. अहिले चाहिँ हामी नराम्रो जस्तै बाटोमा हिँडिरहेको छौँ. गाइस अहिले चाहिँ हामी निस्क्यौँ गाडीबाट. एकछिन ब्रेक ल्याएँ. यहाँ चाहिँ हाम्रो टोलीहरू हुनुहुन्छ सबैजना. के यहाँ चाहिँ छ हाम्रो कुकुर भैयाजी. अब हामी फेरि एकछिनमा पस्छौँ. अहिले चाहिँ हामी यसरी बाहिर छौँ है. सो गाइस भिडियो हेर्नु होला. अब थोरै बमिटा छ हाम्रो हातमा. प्लास्टिक चाहिँ बोकेर सेफ्टी मेजर्स. अनि यहाँ चाहिँ यो चाहिँ टिकट काउन्टर हो रे. के को टिकट काउन्टर चाहिँ थाहा भएन. लाइक टिकट काउन्टर हो रे. यस्तो हो. त्यो बाटो कटेर आयौँ. अब अझै उता जानु छ गाइस. गाह्रो छ. कहिले पुगिन्छ थाहा छैन. डस्टबिनमा फाल्ने ल. हेर्नु हाम्रो उता हुनुहुन्छ सामान के किन्दै हुनुहुन्छ. मम्मी त्यता हुनुहुन्छ. दाइ यता हुनुहुन्छ. लास्टसम्म हेर्नु होला भिडियो. त्यही त हो. अरू केही स्पेसल छैन. अब अरू कुरा भोलि हेर्न पाइहाल्नुहुन्छ. 10 रुपियाँको चाउचाउ आउँदो रहेछ. त्यसैले हामीले एउटा दुईवटा चाउचाउहरू किन्यौँ. सबैलाई यही नै खाइराखौँ हामीले. गोलमाल सबैको एक हातमा. अनि यसको नाम चाहिँ गोलमोल चाउचाउ हो. हेर्नु यस्तो हो. अब हामी यहाँबाट हिँड्न आँटिरहेका छौँ. अब यति हो गाइजहरू. द्याट्स अल चिज. गाइज हामी चाहिँ अब आइपुग्न लाग्यौँ. बाटो अब थोरै हो. अब हामी कम्तीमा नि 10 मिनटपछि चाहिँ आइपुग्नेछौँ. सो गाइज अब चाहिँ आयो हाम्रो भानु स्कुल. यो चाहिँ भानु स्कुल हो. हेर्न सक्नुहुन्छ. यही हो भानु स्कुल. यहाँ यो गेटबाट भित्र छिर्ने हो. अझै तलपट्टि नै छ गाइजहरू. यो चाहिँ मेरो मम्मीहरू पढ्नु भएको स्कुल हो.
यो चाहिँ फुटसल हो गाइज, हेर्नु यहाँनिर यो चाहिँ फुटसल हो गाइज। हामी चाहिँ आयो घर, हामीलाई चाहिँ भाइले गेटमै कुरेर हामी सबजना एक्साइटेड छौँ। ल गाडी रोक्यो, अब हामी जाँदैछौँ। हेलो गाइज, हामी चाहिँ आइपुगिसक्यौँ गाइज, हामी आइसक्यौँ। यो चाहिँ मेरो भाइ हो, नाम भन्दै तिम्रो नाम भन, तिम्रो नाम भन, तिम्रो नाम भन, तिम्रो नाम के हो? अब चाहिँ हामी यहाँ सबैजना हामी रमाइलो गर्छौँ, हेर्नु होला यो भिडियो अन्तिमसम्म। गाइज भ्लग चाहिँ भ्लग चाहिँ यति नै हो, अब अरू त केही पनि छैन। अब म आमा भाइ जान आइरहेको छु। हेलो गाइज, यो चाहिँ छत हो है, अनि यहाँबाट चाहिँ तलदेखि हेर्नु, तल चाहिँ अब लोड भइरहेको गाडीहरू। मलाई बाटोमा चाहिँ अब डिस्टेन्स गर्नु पऱ्यो अनि उयो रमाइलो गर्ने, त्यति हो। Guys, hope you all like our video, and that's all for today. Don't forget to like, comment, and share our YouTube channel. Bye bye. See you tomorrow. Bye.